हाम्रो लेखाली बोके हो साथी हो। मैले हिजो गाउँबाट ल्याएको हाम्रो यो तित्याङको अर्गानिक बोके हो। मेरै घरमा फलेको बोके हो। ल आज यो काठमाडौँमा यो बोके छ। आज यसको अचार खाँदैछौँ हामी। लगाएको 3-4 वर्ष भयो होला, तर चोरीले धेरै खाइदियो। तर यसपल्ट मैले लिएर आएँ। यो अब भोलि पर्सि यो खाने। आज यता यो बफाएर रेडी छ है। यो बफाएको बोके भयो। यो आलु, यो भाँगो खुर्सानी यो तयार हुँदैछ यहाँ। यो आज खाने हो। ल के हालियो यसमा बुढी? भाँगो हालियो, भाँगो खुर्सानी, अब मेथीले उले झान्न छ, 5 पुरानले झान्ने, तेल राखेर 5 पुरानले झान्ने। कागतीको रस राख्यो। कागतीको रस पनि राखिएछ है त यसमा अमिलालाई। ल तेल त्यसर नुन हालेर झान्ने रे। ल तयार छ। यो खाना पर्छ। चार कहाँ यहाँ कोइरालो थियो र? ए ल यो हाम्रै मैले लेखा जङ्गलबाट ल्याएर लगाएको थिएँ। भयो त्यो बुटो कति बुटोको भयो अरे? 3 वर्ष 4 वर्ष भयो होला। 2 वर्ष पुराको भयो होला। त्यसको भिडियो म युट्युबमा हालिसकिएछ। माध्यमिक छोरीको बिहामा त्यस्तो भएको थियो। अहिले त्यो राम्रो भयो रहेछ। मसँग 2टा बुटा छ। एउटा माथि घर मुनि छ भनेपछि एउटा बारीमै छ। ल जो कोहीले खानुभयो कि भयो छैन, यसको नाम के होला भन्ने गुनासो होला। यसको नाम बोके भन्छ है, बोके। ल हेर्नु है, त्यो कलिलो छ है। यस्तै खानुपर्छ। अर्गानिक हो, एकदम दबाई पनि हुन्छ यसको। अनि के हुन्छ अरे बुढीमा हो भन्देऊ न? दबाई हुन्छ, मेन कुरा दबाई हुन्छ है। खानालाई स्वाद हुन्छ, दबाई पनि स्वास्थ्यलाई राम्रो, विषादी नभएको। यसमा विषादी हो, अर्गानिक हो है। यसमा प्रयोग गरेको एकदम जिरो। यसमा तपाईले हेर्न सक्नुहुन्छ, यो जिरो छ है। त्यो विषादी जिरो छ। यो एकदम जङ्गलमा पाइने चिज हो। ल हेर्नु है, यसको ठुलो बुटा हुन्छ। यो बुटा अघिल्लो वस्तुहरूले घाँस पनि खान्छ। ल हामीहरूले खाने यही कोपिला हो। अघिल्लो भिडियोमा हेर्नु होला यसको रुख कस्तो छ। तपाईहरुले यसलाई के नाम दिनुहुन्छ? तर हाम्रो गाउँघरमा यसलाई बोके भनिन्छ। तपाईले प्रतिक्रिया दिनु होला। यसको के नाम छ तपाईको ठाउँमा, तपाईको गाउँमा के नाम छ? तपाईले यसलाई बाख्रागाने। ल भर्खरै अर्को नाम नि थाहा भयो। हाम्रो बुढी माउले भन्यो बोके नै भनिन्छ है। तर ठिकै छ। यो बोके ल्याउँदा मलाई नि थाहा थिएन। म विदेशबाट आएर जाउँ न बोके लिन जाउँ न भनौँ भने बोके के हैछ रो, बोके फक्रिसक्यो, बोके लिन जाम भन्दा कि 2-4 जना मिलेर गइयो। तर बोके लिने बेला लिन गएको मान्छेले मैले
मृगको मासु पनि मैले ल्याएर आएको त्यस्तो संजोग पनि हुन्छ। एकजना हाम्रो मित्रले मार्नु भयो रहेछ अनि त्यो ल्याएर 15-16 वर्ष अगाडि है त्यसतिर मासु पनि खाएको। 2 वर्ष 3 वर्ष पुरा हुन्छ अब यो